भर्खर मात्रै न्युज आएको छ कि अब राष्ट्रिय परिचय पत्र बनाउनु पर्दैन भनेर चाहिँ अब भर्खर मात्रै एउटा न्युज आएको छ होइन। राष्ट्रिय परिचय पत्र र नागरिकताको चाहिँ समन्वयन गरेर चाहिँ राष्ट्रिय परिचय पत्र बनाउनुको लागि चाहिँ फर्महरू भर्नु पर्दैन भनेर चाहिँ एउटा अहिलेको भर्खरैको हाम्रो गृहमन्त्रीज्यूबाट चाहिँ आएको छ। ललितपुरबाट चाहिँ सुरुवात भएको छ भनेर भइरहेछ, तर अहिले यसको लागि चाहिँ ठोस चाहिँ केही पनि आएको छैन होइन। जस्ट अब भनेको मात्रै हो, जुन अब कार्यान्वयन चाहिँ अब कहिले हुन्छ त्यो चाहिँ थाहा छैन होइन। सकेसम्म अब बनाउनु भएको नहुनेले चाहिँ अब बनाउनु पनि होला होइन। अब कहिलेबाट चाहिँ अब बनाउनु पर्दैन भने जुन फर्महरू भर्नु नपर्ने भनेर चाहिँ विज्ञप्ति आइसकेपछि चाहिँ अनि चाहिँ नबनाउनु होला। तर अहिले भने चाहिँ हाम्रो सबैतिर चाहिरहेको छ नि त, ब्याङ्कतिर भयो, तपाईँको केही गर्नु पऱ्यो भने पनि परिचय पत्र त चाहि नै रहेको छ। त्यसैले बनाउनु पर्दैन भनेर चाहिँ नबस्नु होला, बनाउनु नै होला अहिले चाहिँ होइन। अब पछि चाहिँ अब तपाईँको अब नागरिकता नम्बर राखिसकेपछि परिचय पत्र बन्छ भनेर जुन न्युज आइरहेको छ त्यो चाहिँ अब अलिक पछि नै लागु हुन्छ जस्तो देखिएको छ होइन। सो अब तपाईँहरूले अब के गर्नुहुन्छ तपाईँहरूको इच्छा है त।